क्या मजाले हावा चलिरहेछ। क्या मजाले पानी बगिरहेको छ नि ठाउँ के। जस्तो यति राम्रो ठाउँ छ कि हेलो वेलकम बैक टू माई यूट्यूब चैनल एलेक्सेन्डर उमेश ब्लग में यहाँ सबैलाई स्वागत गर्न चाहन्छु। होप यहाँ सबैजना सन्चै छ होला। म नि एकदम धेरै सन्चै छु र आज चाहिँ फेरि केही दिनपछि फेरि छोटो ब्लग बनाऊ कि भनेर हामी चाहिँ यता पोखराको विजयपुर कटेर हामी यता एउटा सुन्दर ठाउँमा आएको छौँ। यो ठाउँको नाम चाहिँ के हो थाहा भएन, तर जोस यो ठाउँ चाहिँ आफैमा पनि यति सुन्दर छ, यति रमाइलो छ। हल्का घाम लागिरहेको छ तर जस रमाइलो भइरहेको छ। साथमा क्यामेरा हुनुहुन्छ राम भाइ। हामी आज दाजुभाइ चाहिँ यतातिर यसो फिर्दै हामी आजको दिनलाई एकदम रमाइलो साथ हामी बिताउने छौँ। ल भाइ यतातिर देखाउनु त यताको सिनहरू हेर्नुहोस् त। यो ठाउँमा चाहिँ मलाई चाहिँ आउँदै गर्दाखेरि चाहिँ के कुराको भन्न न जोस् महसुस हुन्छ भने यहाँतिर चाहिँ आउँदै गर्दाखेरि चाहिँ आफ्नै गाउँघरतिर आएको, आफ्नै गाउँघरतिर चाहिँ आफू भएको जस्तो महसुस भइरहेको छ। किनकि यता सेतो घाँसहरू पुरा फुलेको छ, पुरा देख्दै मजा आइरहेको छ कि मजा भइरहेको छ। कस्तो एकदम रमाइलो ठाउँ छ हेर्न, क्या मजाले हावा चलिरहेछ। र अहिले चाहिँ हामी रोडमा छौँ र यतापट्टि पुरा जङ्गलले पुरा ढाकेको छ भने यतातिर सेतो यो घाँसहरू फुलेर अझ यो प्रकृतिलाई चाहिँ एकदम सुन्दर बनाएको छ। घाम पनि त्यसै नै लागिरहेको छ, यस्तो घाम लागिरहेको छ। यो घाँसको भित्रबाट पानी यसरी बगेको छ। यो पानी चाहिँ यस्तो चिसो छ, क्या मजाले पानी बगिरहेको छ नि। एकै प्रकारको आनन्द आउने ठाउँ के। जस यो ठाउँमा आउन त आइपुग्यो, तर यो ठाउँको नाम चाहिँ के हो त्यो पनि थाहा छैन। उतापट्टि एउटा आन्टी रहेछ, हामी सोध्छौँ है। दिदी यो ठाउँको नाम के हो दिदी? खाचोक ए छाचोक ए हामी चाहिँ अहिले छाचोक भन्ने ठाउँमा आइपुगेको छौँ। जस्तो यति राम्रो ठाउँ छ कि बिचमा रोड छ अनि छेउमा यतापट्टि स्कुल छ अनि उता पारिपट्टि चाहिँ हस्पिटल छ। अनि यो चाहिँ के हो थाहा भएन। अगाडि आइपुगेको छौँ र यो पुल चाहिँ एकदम धेरै ठुलो छ। र अहिले हामी यहाँबाट चाहिँ बाइक स्कुटर हामी लगेर जानेछौँ। र अहिले मेरो छेउमा यहाँ स्कुटर छ, यहाँबाट स्कुटर लगेर म जानेछु है। कसरी जाँदो रहेछ तपाईँहरू हेर्नु होला। म स्कुटरलाई लगेर जानेछु। प्राय मान्छेहरू यहाँबाट गइरहेकै रहेछ, म पनि आज यहाँबाट लगेर जानेछु। आउनुहोस् भाइ। यो पुल जोस् तपाईँहरू हेर्नु होला। कति साह्रो टाढा रहेछ हो। फर्स्ट टाइम मैले यसरी पुलमा यसरी स्कुटर लाँदैछु। एकदम मजा आइरहेछ। वाउ
मजा आउँछ भाइ